1095 days without a bath. Do you know what soap is, human? नेपाली चलचित्र क्षेत्रमा एउटा फरक धारमा निर्माण भएको चलचित्र हो एक्लो। प्रदीप साईद्वारा निर्देशित चलचित्र साइन्स फिक्सन जर्नामा निर्माण गरिएको छ। एक्लो फिल्मद्वारा नेपाली मोडल तथा नवनायिका कविता नेपालीको डेब्युले सबैतिर चर्चा परिचर्चा बटुल्न सफल भएको छ। यस फिल्ममा प्रदीप खड्का, कविता नेपाली, बेनिसा हमाल, विजय लामा, सुनिल थापा लगायतका कलाकारहरूले बेजोड अभिनय गरेको देख्न सकिन्छ। एक्लो फिल्मको ट्रेलर जनवरी 1, 2026 मा रिलिज भएको हो। यो नेपालको पहिलो साइफाई र जोम्बी जनराको चलचित्र पनि हो। यस चलचित्रमा 2090 सालतिरको कथालाई देखाउन खोजिएको छ, जसमा मानवको लोप हुने सम्भावना देखाउन खोजिएको छ। जे होस्, नेपाली चलचित्र क्षेत्रको विकासमा यो फिल्म एक्लोले एउटा इट्टा थप गर्न भने पक्कै सफल हुनेछ। अन्य जानकारी भने चलचित्र चलिसकेपछि हजुरहरूलाई थाहा नै हुनेछ। चलचित्र एक्लोलाई सफलताको अग्रिम शुभकामना छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि राम्रो लागेमा तपाईले हाम्रो नेपाली सेलिब्रिटी च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। See, Evan, you first die. What? I must die? Yes. You good. See, Evan, you bad. No, Evan. Phew. In that case, I am destined to heaven. Sure.